सम्पूर्ण दर्शक महानुभावहरू कृपया स्टेजका अगाडि कसैलाई पनि बस्न नदिनु हुन सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक अनुरोध गर्छु। हाम्रो अतिथि गणहरूलाई गुरुजी अवलोकनमा समस्या हुँदा स्टेजका अगाडि सबैजनालाई हटाइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। र तपाईँहरूले मोबाइलबाट भिडियो खिच्दा मैदानको दायाँ र बायाँ साइडपट्टि बसेर खिचिदिनुलाई रुपियाँको भुनाइको लागि लोको भुनाइको प्रथम पुरस्कार भरतपुर महानगरपालिका चितवन निवासी मलमाया घलेज्यूबाट प्रथम पुरस्कार सब जुदाउनु लाग्यो गुरु हो यार हान्नु खोज्छ त मलाई त यार। आज माघे सङ्क्रान्तिको दिन घैरुङमा चाहिँ रमाइलो प्रोग्राम हुन्छ त्यही भएर हामी चाहिँ घैरुङ जानु लाग्यो। अहिले चाहिँ हामी दुईवटा बाइकमा छ 4 जना अरू केटाहरू कोही गइसक्यो कोही आउँदैछ बाटोमा भेट हुन्छ कि अब घैरुङमै भेट हुन्छ। अनि घैरुङमा चाहिँ स्पेसल गुरु जुदाइ हुन्छ मेन त्यही हेर्न जानु लाग्यो हामी चाहिँ। अनि फुटबलको फाइनल पनि हुन्छ फुटबलको फाइनल पनि छ। त्यसपछि घैरुङ गएर त्यहाँ रमाइलो हेरेर अनि हाम्रो चाहिँ गोर्खा हुँदै खैरिनी हुँदै घर आउने प्लान छ। अब के हुन्छ गुरु जुदाइको चाहिँ पहिलेदेखि हेर्न मन थियो बल्ल आज चाहिँ हेर्न पाउने भयो। डेन्जर छ यार यो देखेको गुरु चाहिँ त्यहाँ गुरु जुदाउनका लिएर जानु लाग्यो हो। अनि त्यहाँ चाहिँ गुरु जुत्दाखेरि अनि जित्यो भने चाहिँ प्राइजहरू पाउँछ। ओए झन्डै नाम त्यहाँ त्यहाँ रोकिरहेको भएर यताबाट आएको म सोल्टीले झन्डै नान्दै प्रोग्राम हुन्छ यहाँ तलपट्टि हो। यो पनि सब जुदाउनु लाग्यो गुरु हो यार हान्नु खोज्छ त मलाई त यार कस्तो डेन्जर आयो डेन्जर यार डरै लाग्दै यार क्या डेन्जर हुँदो रहेछ है क्या डेन्जर हुँदो रहेछ भने सब त्यो गुरुहरू जुदाउनु ल्याएको गुरु अहिले जुधेको हेर्नुपर्छ। गेम स्टार्ट हुँदैछ है फाइनल म्याच हो 1,55,000 क्राउडहरू पनि भइहाल्छ। फुटबल सकिसक्यो फुटबल यहीँकोले जित्यो ए पिपल साहबकोले घरले जित्यो। अब गुरु जुदाइ कार्यक्रम हुँदैछ यहाँ क्राउडहरू बबाल छ क्या। धन्यवाद कार्यक्रम सञ्चालक मित्र 12औं शहीद लखन हिमालय देवी कप फुटबल प्रतियोगिता 82 समापन कार्यक्रमका अध्यक्षज्यू अब जुत्न राखिराखेको गोरु 1 ग्रेड गोरुको गोविन्द पन्त सिमलेको गोरु भर्सेस सन्तोष लानकोटी ज्वालामुखी गाउँपालिका धादिङ गोर्खा भर्सेस धादिङ।
सुरक्षाकर्मी साथीहरू तथा भोलिन्टियर साथीहरू कृपया मैदानको गेटबाट कसैलाई भित्र छिर्न नदिनुहुनेमा हार्दिक अनुरोध गर्दछु। सकेपछि अब बलबहादुर थापा मास्की शहीद लेखन गाउँपालिका छ तल्लो जामिसोडाको कालो गोरु भर्सेस सत्यबहादुर श्रेष्ठ शहीद लेखन छ हटियाको रातो गोरु बिच हुनेछ। तपाईँको गोरु अहिले जोगी राखेको गोरु गोविन्द पन्त गण्डकी गाउँपालिका 2 सिमलेको आरीगाली गोरु भर्सेस सन्तोष दानकोटी ज्वालामुखी गाउँपालिका धादीको कालो गोरु बिच यहाँ जुदी राखेको छ। र यस लगत्तै अर्को गोरु जुदा हुनेछ बलबहादुर थापा मास्की शहीद लेखन गाउँपालिका छ तल्लो जामिसोडाको कालो गोरु भर्सेस सत्यबहादुर श्रेष्ठ शहीद लेखन गाउँपालिका छ। रहनुभएका सदस्यहरू प्रितम गुरुङ र मनोज गुरुङ साथै एलजिएसी युएसएमा रहनुहुने विवेक गुरुङ र सुनिल गुरुङज्यूबाट हामीहरू 75,000 सहयोग प्राप्त भएको छ। एक्सट्रिम इनर्जी ड्रिङ्क तपाईँहरू यदि पेय पदार्थ खान चाहनुहुन्छ पिउन चाहनुहुन्छ भने तपाईँहरू एक्सट्रिम इनर्जी ड्रिङ्क पिउन सक्नुहुनेछ। यसै गरी हाम्रो फाइनल खेलको फाइनल म्याच रु 2000 हामी दिनुहुनेमा हार्दिक अनुरोध गर्दछु। र सम्पूर्ण दर्शक महानुभावहरू कृपया स्टेजका अगाडि कसैलाई पनि बस्न नदिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो अतिथि गणहरूलाई गोरुजुदा अवलोकनमा समस्या हुनुहुँदा स्टेजका अगाडि सबैजनालाई हटाइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। र तपाईँहरूले मोबाइलबाट 1 सेट जाली सहयोग प्राप्त भएको छ। यसै गरी शहीद लेखन गाउँपालिकाबाट पनि हामीलाई 2वटा म्याच बल सहयोग प्राप्त भएको छ। सहयोगी क्रममा यस फुटबल सहयोग प्राप्त भएको छ। त्यसैले हाम्रो यस हस्तकला प्रतियोगिता बोको चकली र खुर्पेको बुनाइको लागि बोको बुनाइको प्रथम पुरस्कार भरतपुर महानगरपालिका चितवन निवासी भलमा भलोज्यूबाट प्रथम पुरस्कार रु 3000 हामीलाई सहयोग गर्नुभएको छ। यसै गरी आगामी सुगा भण्डारा जुवाको फुटबल प्रतियोगिताको लागि हामीहरू 15,000 सहयोग प्राप्त भएको छ। हामी सुगा भण्डाराजीलाई यस प्राप्त हामी चाहिँ निक्लिनु लागेको घरु हुँदै अब घरबाट गोर्खा हुँदै जान लागेको। ल बाई बाई घैरुङ अब हामी चाहिँ गोर्खा हुँदै जान लागेको। छोटो बाबु गुरुजुदा हेर्नु ठिकै मजा त मजै हो नि है। तर फुटबलभन्दा अगाडि गुरुजुदा हुनुपर्ने क्या है। फुटबल तर बेलुका बेलुका गरे नि हुन्थ्यो कि बरु। अब गोर्खा गएर एकछिन के कहाँ रमाइलो छ यसो हेरेर फेरि खैरिन निस्केर खैरिनबाट माथि लागेर घरतिर लाग्नुपर्छ। फुटबल चाहिँ यहीँ घैरुङकोले जित्यो। अनि गुरुजु दाइ चाहिँ तीन चारवटा हेऱ्यो। गुरुजु दाइ त अझै बाँकी थियो। तर हामी एउटा ठाउँमा नबस्ने हामी चाहिँ रमाइलो गर्दै घुमिन्ने भनेर निस्किहाल्यो। लाग्यो अब गोर्खा बजारतिर। अगाडि भाइ र उसको दिदी छ। अनि यहाँ निर्मल र अर्को एनएसमा निर्मल र सनम। अनि मेरोमा चाहिँ म र मेरो दोस्त कपिल। रमाइलो छ यो बाटो यार। दिदी भाइ रमाइलो हुँदो रहेछ। तर माघे सङ्क्रान्तिमा मान्छे क्राउड चाहिँ बबालै थियो। अलिकति डान्स प्रोग्राम पनि भएको भए अझ राम्रो हुन्थ्यो। डान्स त थियो त्यो फुटबलको लागि 1-2वटा थियो। त्यस्तो विधि चाहिँ थिएन। अब गोर्खै गएर भेटौँ है त गाइस।
के भयो हाम्रो दिन यही बित्ने भयो केटा हो ले हामी चाहिँ गोर्खामा आइपुगिसक्यो गोर्खामा चाहिँ रमाइलो थियो होला सायद सबै यहाँ घल्याक मगर ड्रेस लगाएर हिँडेर चाहिँ यहाँ चाहिँ अघि आउनु पर्दो रहेछ यार यहाँ अब हामी हरमटारी हुँदै मासतिर जान्छौँ ठुलाकानतिर माथि रमाइलो नि अब यही हो सब फर्किसकेको जस्तो छ रमाइलो हुन्थ्यो नि मसो भएन आज के प्रोग्राम हुँदैन माघे सङ्क्रान्तिको कन्सर्ट चाहिँ कता ए रङ्गशाला भने त्यो मसो भएको ठाउँ ए हस् त्यहाँ एउटा भाइरल चटपटेवाला थियो नि छ कि छैन अहिले कहाँनिर चोकमा हस् धन्यवाद है अहिले भेट्नुपर्छ है कुलाकपट्टि हो कहाँ हो र के उता हो आइज नि चटपट हान्ने होइन के गर्ने लाग्यो यसो जमानादेखिको भाइरल चटपटे पाउँथ्यो यहाँ त्यही चटपटे खाना क्या चाहिँ अब हामी यसो गोर्खाबाट फर्किदियो तल हरमटारीमा त्यहाँ आज रमाइलो छ अरे त्यहाँ एकछिन छिरेर फर्किहाल्छु अब केटाहरू चाहिँ अब खैरेनी भएर ग्याजातिर जाऊँ भन्ने कुरा गर्थ्यो ग्याजा माक्लो ग्याजा आज प्रोग्राम छ अब त्यहाँ जाँदाखेरि रात परिसक्छ होला सायद पर्न चाहिँ फोन आयो यार चढ्दा एकचोटि